चर्चित लोकदोहोरी गायिका रेणुका भट्टराईको विवाह सम्पन्न भए लगत्तै गायक वसन्त लम्साल पनि विवाह बन्धनमा बाँधिने भएका छन्। पछिल्लो समयमा धेरै लोकदोहोरी गाएर चर्चामा आएका गायक वसन्त लम्साल यति बेला उनलाई दोहोरी गाउनमा भ्याइ नभ्याइ छ। हरेक देशमा घुम्दै उनी स्टेज प्रोग्राममा पनि व्यस्त रहेका गायक हुन्। वसन्त लम्साल पछिल्लो समयमा निकै चर्चामा रहेका गायक पनि हुन्। उनले गाएको भर्खरै मात्रै मगर्नेको दिनपाने गीत पनि चर्चामा रहेको छ। चर्चित लोकदोहोरी गायक वसन्त लम्साल भन्ने बित्तिकै लोकदोहोरी गाएर दर्शकहरूको मनमा बस्न सफल गायकबाट पनि चिनिन्छन्। लोकदोहोरी गायक वसन्त लम्साल विवाह बन्धनमा बाँधिन लागेको आफै जानकारी दिएका हुन्। केही समय पहिला फोटो तस्बिर सहित आफ्नो विवाह हुन लागेको जानकारी समेत गराएका थिए। गायक वसन्त लम्साल यही आउँदो वैशाख 17 गति विवाह बन्धनमा बाँधिन लागेको जानकारी प्राप्त भएको हो। गायक वसन्त लम्सालले पछिल्लो समयमा गाएको मगर्नीको तिनपाने गीत यति बेला चर्चामा रहेको छ। उनले यो गीतबाट दर्शकहरूको माया त पाए नै उनले स्टेज प्रोग्राम र लाइभ दोहोरी गाउनमा उनलाई हम्मे रहेको छ। उनी दोहोरी गाएरै चर्चामा आएका हुन्। गायक वसन्त लम्साल भनेको पछिल्लो समयका बिछोडिएका गायक हुन्। उनले धेरै गीतहरू गाए जुन गीतहरू चर्चामा नआए पनि उनले गीतलाई भने छोड्न सकेनन्। गीतलाई नछोड्नुकै कारणले आज दर्शकहरूको माझमा चिनिएका छन्। देश तथा विदेशमा रहेका हरेक स्टेज प्रोग्राम प्राप्त गर्दै आएका गायक वसन्त लम्साल 3 देश घुमिसकेका छन्। गायक वसन्त लम्सालले विवाह गर्न लागेकी प्रेमी नभएर मागी विवाह रहेको छ। वसन्त लम्सालले खुलाए अनुसार उनी पेसाले नर्स रहेको जानकारी आएको छ। गायक वसन्त लम्साललाई विवाहको अनगिन्ती शुभकामना दिँदै भिडियोलाई लाइक, कमेन्ट, सेयर र आफ्नो मनमा लागेको प्रतिक्रिया तल कमेन्ट बक्समा उल्लेख गर्नुहोला।